जय मसीह सबैजनालाई। आज हामी परमेश्वरले आफ्ना मानिसहरूलाई परीक्षाबाट गुज्रन किन अनुमति दिनुहुन्छ भन्ने बारेमा बुझ्ने कोसिस गरौँ है त। परमेश्वर हाम्रो पीडामा कहिले खुसी हुनुहुन्न, तर उहाँले हामीलाई चुन्नु भएको व्यक्ति बनाउन उहाँले परीक्षाहरू प्रयोग गर्नुहुन्छ। वचनमा पनि हामी देख्छौँ कि परमेश्वरले कहिले दुःख कष्टलाई खेर जान दिनुहुन्न। यो त हाम्रो विश्वासको वृद्धि र उहाँको महिमाको लागि उहाँले प्रयोग गर्नुहुन्छ। किनभने परीक्षाले चाहिँ हामीलाई हाम्रो विश्वासमा बलियो बनाउँदछ अनि ख्रिस्टको जस्तै चरित्र निर्माण गर्दछ। कठिन समयले चाहिँ दृढता, परिपक्वता, नम्रता र आशा उत्पादन गर्दछ। हामीलाई उहाँमा निर्भर हुन सिकाउँदछ। परीक्षाले हामीलाई यो सम्झना दिलाउँछ कि हाम्रो शक्ति सीमित छ, तर परमेश्वरको अनुग्रह सधैँ पर्याप्त छ। हामीलाई ठुलो उद्देश्यको लागि उहाँले तयार गर्न, कठिनाइमा सिकेका पाठहरूले हामीलाई अरूलाई प्रोत्साहन र सेवा गर्न सुसज्जित गर्दछ। तपाईको परीक्षा परमेश्वरको अस्वीकृति होइन, यो चाहिँ उहाँको तयारी हो। परीक्षालाई अनुमति दिने उही परमेश्वरले यसलाई सहन सक्ने शक्ति पनि प्रदान गर्नुहुन्छ। सङ्घर्षलाई तपाईले यो कुरामा विश्वस्त हुन नदिनुहोस् कि परमेश्वरले तपाईलाई त्याग्नु भएको छ। उहाँले तपाईको विश्वासलाई शुद्ध गर्दै हुनुहुन्छ, तपाईको चरित्रलाई आकार दिँदै हुनुहुन्छ र अगाडि के छ त्यसको लागि तपाईलाई तयार पार्दै हुनुहुन्छ। त्यसैले पर्खनुहोस्, किनकि प्रत्येक परीक्षाको उद्देश्य छ र पर्खाइको प्रत्येक समयले तपाईको भलाइ र उहाँको महिमाको लागि काम गरिरहेको हुन्छ। याकुब 1:2 र 3 भन्दछ, मेरा भाइ बहिनीहरू, जब तपाईँ धेरै प्रकारका परीक्षाहरूको सामना गर्नुहुन्छ, यसलाई शुद्ध आनन्दको रूपमा विचार गर्नुहोस्, किनकि तपाईँलाई थाहा छ कि तपाईँको विश्वासको परीक्षाले दृढता उत्पन्न गर्दछ। याद राख्नुहोस्, परमेश्वरले बलियो बनाउनको लागि परीक्षा प्रयोग गर्नुहुन्छ, नष्ट गर्नको लागि होइन। प्रत्येक परीक्षा उहाँलाई अझ गहिरो रूपमा विश्वास गर्ने र नयाँ तरिकाले उहाँको विश्वास योग्यताको साक्षी दिने अवसर हो।